12 डिसेम्बरदेखि लगेर 18 डिसेम्बरसम्मको नेपालको मिसन यात्रा हाम्रो झुन्ड हामी यतिजना नेपाल गएका थियौँ। दिदी बहिनी हामी 4 जना अनि दाजुभाइ मिलेर नेपालमा गएको थियौँ। यो जाँदै गर्दा खामदोङ हिमालयन फ्री चर्चमा एउटा विवाहलाई पनि हामीले त्यहाँनिर एटेन्ड गर्ने मौका पायौँ। यस पश्चात गएर हामी बिर्ता मोडमा एउटा चर्चमा हामी सेवा टहल गऱ्यौँ। अनि यहाँनिर एल्डर बुवाले वचन दिनुभएको थियो, परमेश्वरको वचन। ती घरको आमासँग प्रार्थना गरेर त्यहाँबाट हामी छुटिएर फेरि लगातार हामी आफ्नो यात्रामा गन्तव्यपट्टि लागि गयौँ। जाँदै गर्दा कन्याम पुग्यौँ अनि कन्याम पुगेर हामीले धेरै त्यहाँको दृश्यलाई देख्दै वाउ परमेश्वरको महिमा होस् भन्दै हामीले त्यहाँनिर 1-2वटा फोटोहरूलाई पनि लिन चाह्यौँ। अनि पहिलोचोटि मेरो नेपालको यात्रा सेवाकाईको दौरानमा जान पाएँ। हामीसँग यस्ता वृद्ध बुबाहरू पनि हुनुहुन्थ्यो। हामीले एकदमै यो मिसनमा जाँदै गर्दा खुसीको साथ हामीले धेरै आशिषका कुराहरूलाई हामीले बटुलेका छौँ, जसमा चाहिँ धेरै हामीसँग अग्रज बाबुहरूलाई हामी लिएर गएका थियौँ। अनि हाम्रो झुन्डहरूमा सबैजना असल व्यक्तिहरू हुनुहुन्थ्यो। अनि यसरी गयौँ। जाँदै गर्दा हामी कन्यामदेखि जाँदै गएर हामी जाँदा हाम्रो झुन्डलाई लिएर नेपालको 4वटा जग्गाहरूमा हामी जान पायौँ। यो अनि बिर्तामोडको चर्च हो। यसको बाद हामी गएर कुखुरे मौजामा पुग्यौँ। हाम्रो मिसन हिमालयन फ्री चर्च कुखुरे मौजामा छ, जहाँ एल्डर एलबी राईज्यूले त्यहाँनिर सेवाकाई गरिरहनु भएको छ, सघाइरहनु भएको छ। यहाँको सेवक अयुब राई पनि त्यहाँ हुनुहुन्छ। अनि त्यहाँ हामीले बेलुकी खानाहरू खाइकन हामीले त्यहाँनिर बेलुका बस्न पायौँ। हामीसँग मालदाबाट इभान्जलिस्ट पल्टन पनि हुनुहुन्छ। अनि हामीसँग डिकन बुवाले भाँडा मोलिरहनु भएको छ त्यो साँझमा। यो हाम्रो कुखुरे मजुवाको हिमालयन फ्री चर्च हो। यहाँनिर हामीले स्पष्ट देख्न पाउँछौँ। अनि बिहानी हामी प्रार्थना गरेर आफ्नो कामतर्फ फेरि लाग्यौँ। यसरी जाँदै गर्दा तयार भएर हामी गयौँ। कति श्रमदानको कामहरू पनि हामीले त्यो गाउँमा गर्ने मौकाहरू पायौँ। हामी यसरी गइरहेको छौँ। यहाँनिर हामी जुन जग्गामा एकदमै टाढो जग्गा हिँडेर आधी बाटोदेखि हिँडेर गयौँ अनि त्यहाँनिर एल्डर एलब्राज्यू आफै अनि हामी सबैजना लागि परेर त्यहाँनिर केही कामहरू गर्ने मौकाहरू पायौँ। हामीले एका अर्कालाई हातेमालो गर्दा हामीले कामहरू गरेर त्यहाँनिर हामीले केही एउटा बहिनीको घरलाई हामीले थोरै सहयोग गर्न पायौँ, बनाउन सक्यौँ। एकदमै रमाइलो जग्गा, बस्तीको ठाउँ, एकदमै मजा लाग्यो। अनि सबैजना मिलेर काम गऱ्यौँ अनि हामी आफै आनन्द मनाउँदै खुसी हुँदै यो काम गऱ्यौँ। अनि त्यो समयमा त्यहाँनिर हामीले यो चाहिँ खाजा खाएको हो। इस्कुस यति मिठो, यति राम्रो, मजा लाग्यो। हामी सबैजना मिलेर खाजाहरू खायौँ। इस्कुसको खाजा उसिनेर चियासँग तातो अनि यति मिठो लाग्यो। हामी सबैले इन्जोय गरेका छौँ, आनन्द मनाएका छौँ। त्यहाँनिर सबैजना खुसी भएर हामी काम गऱ्यौँ। यति बेसी त्यहाँनिर मजासँगले हामीले कामहरू गऱ्यौँ। तर हामीलाई थाकेको अनुभव भएन, कारण परमेश्वरसँग हामीले काम गर्दै गर्दा हामीलाई उहाँले धेरै सहायता गर्नुभयो। अनि हामीले त्यहाँनिर एकाअर्का गर्दै काम गर्दै गयौँ। साँझ पर्न थाल्यो। जब साँझ पर्न थाल्यो हामीले त्यहाँनिर धेरै काम गऱ्यौँ। त्यो बहिनीको घर वरिपरि धेरै सरसफाइको काम, त्यहाँनिर पहिरो गएको थियो दसैँको टाइममा त्यहाँनिर। अनि त्यो पहिरोहरू सबै भत्किएको जग्गाहरू मिलाएर बनायौँ। साँझमा त्यो घरको बहिनीलाई 2टा कुखुरा दिनुभयो लिएर। हामीले त्यो कुखुरालाई केही रकमद्वारा किनेर ल्याएको थियौँ। अनि बेलुका हामीले मजाले कुखुरा बनाएर वाचिपाहरू बनाएर खायौँ। यो वाचिपा चाहिँ स्पेसियल हाम्रो सिलास बुवाले बनाउनु भएको। अनि हामी सबैजना बसेर हामीले वाचिपा खायौँ। त्यस पश्चात हामीले आफ्नो खाएको प्लेटहरू सरसफाइ गऱ्यौँ। अनि त्यस पश्चात हामी त्यहाँनिर त्यो जग्गाबाट फेरि हामी अर्को जग्गा जानुपर्ने भयो। अनि त्यो जग्गामा यति साह्रो हामीले आनन्द गऱ्यौँ है। अनि खुसी लाग्यो। हामी धेरैजना भएर कामहरू गरिसकेर अब हामी यहाँबाट निस्किँदैछौँ। अब हामी त्यहाँबाट अर्को जग्गा जानुपर्नेछ। यो घरभित्र भएको
मैलाहरू सफा गरिसकेर गयौँ। अनि अर्को जग्गा जाँदाखेरि चाहिँ त्यो जग्गामा हामीले एउटा गस्पल प्रोग्राम गऱ्यौँ। चमेटे भन्ने जग्गामा यहाँनिर सबैजना बिजी भइरहेको छ, कोही कुखुरा काट्दैछ, कोही काम गर्दैछ, कोही सब्जी काट्दैछ, आफ्नो आफ्नो कामलाई टिप्यौँ। यहाँ आमाहरूले सब्जी काटिरहनु भएको छ, आफ्नो आफ्नो कामलाई टिपेर हामीले काम गऱ्यौँ त्यो चमेटे भन्ने जग्गामा। त्यस बेलुकी पनि हामीले त्यहाँनिर अति नै असल प्रकारले त्यहाँ पनि हामीले एउटा गस्पल प्रोग्रामलाई गर्न सक्यौँ। यो हाम्रो मिसनको एउटा रिमेम्बर भन्नुपर्छ। अनि हामी फेरि पनि त्यसको तेस्रो दिन फेरि त्यहाँबाट हामीले अर्को जग्गा जानुपर्ने छ। त्यो चमेटेमा चाहिँ एउटा मजाको टी गार्डन रहेछ। हामी सबैजना त्यहाँ फोटो खिच्यौँ। एक काम गर्नेको कमी छैन, सबैले गर्नु सक्ने काम नसक्ने काम सबैले गरेका छौँ। हामीसँग यति बेला पास्टर फिलिप र उहाँको मिसेस पनि आउनुभएको छ अनि हामीलाई धेरै सहयोग गर्नुभएको छ। त्यो बेलुका चमेटेको जग्गामा जाडो एकदमै बेसी जाडो हो, तरै पनि हामी सबैजनाले एक भएर काम गरेका छौँ। बेलुकी धेरै गाउँको गण्यमान्य व्यक्तिहरू आएकै थिए। हामीले त्यहाँनिर खानाहरू बनाएको। हाम्रो एल्डर राईलाई पनि हामीले त्यहाँनिर फोटो खिच्ने आह्वान गरेर फोटो खिच्नुभयो। अनि मजाले हामी सबैजना खुसी हुँदै आनन्द मनाउँदै त्यहाँनिर हामीले धेरै कामहरू गऱ्यौँ। यसको साथ हामी यहाँबाट फेरि हामी निस्केर जाँदैछौँ नुवामी डाँडामा हाम्रो सेवाकाई छ बेलुकाको। फेरि त्यहाँ पनि एउटा चर्चको ओपनिङ छ, हिमालयन फ्री चर्च है त्यहाँनिर छ। हामी त्यो नुवामी डाँडामा पनि गएर हामी यसरी तयार भएर आफ्नो बेडिङ आफै बोकेर गएर हामीले नुवामी डाँडामा पनि एउटा सेवाकाई गरेर आएका छौँ। नुवामी डाँडामा क्रिसमस प्रोग्राम प्लस चर्चको ओपनिङ थियो। यहाँनिर हामीसँग सबैजना आमा दिदीबहिनी एक हुँदै, दाजुभाइहरू सबै एक हुँदै गएर त्यो नुवामी डाँडामा पनि हामीले अति मजाले सेवाकाई गरेका छौँ। यो बाटोमा जाँदै गर्दा हामीले एक दुईवटा राम्रो दृश्यहरूलाई हामीले फोटो उठाएका छौँ, जसमा चाहिँ हामी आफै त्यो देख्दै गर्दा खुसी भएर हामीले लिएका छौँ। नुवामी डाँडामा एउटा 92 वर्ष भएको बोजू हुनुहुन्छ, त्यो जुन चर्चको त्यो जग्गामा चाहिँ यति बेसी सुन्तलाहरू फल्दो रहेछ, यति बेसी। अन्त हामीले त्यो सुन्तलाको बोटेर खुसी भयौँ। त्यहाँ भएको अर्ग्यानिक सब्जीहरू यति दामी हुँदो रहेछ। हामीले सबै अर्ग्यानिक सब्जीहरूबाटै हामीले त्यहाँनिर प्रोग्राम गऱ्यौँ। तर हाम्रो एल्डर बाउ हेर्नुहोस्, डिकन बाउ हेर्नुहोस्, सबसे काम गरिरहनु भएको छ, यति मजाले काम गरिरहनु भएको छ, त्यहाँनिर सघाइरहनु भएको छ। अनि हामीले सबैजना भएर एक भएर त्यो प्रोग्रामलाई पनि हामीले त्यो बेलुकी हामीले त्यो दिन हामीले यति रमाइलो गरेर आशिषित बनाएको छौँ, आशिष उठाएको छौँ त्यहाँनिर पनि हामीले। अनि यो चाहिँ हो तपाईँको भारप्पामा नयाँ स्कुल छ एउटा, हाम्रो हिमालयन फ्री चर्चको मिसन हल पनि छ प्लस स्कुल पनि छ त्यहाँनिर, क्लास 5 सम्म हुन्छ। यो चाहिँ भारप्पाको चर्च अनि मिसन हल हो। त्यहाँ पनि हामी एक रात गएर बस्ने पायौँ, एकदमै राम्रो भयो। हाम्रो पास्टर फिलिपको मिसेसले सेलरोटी पोलेर नेपालमा चाहिँ अति नै आशिषित बनाउनु भएको छ। यो भनेको नुवामी डाँडा चर्च त्यो दिन ओपनिङ भएको छ। हामी आफै त्यो ठाउँमा कामहरू गरेका छौँ अनि सबैजनाले मिलेर एक भएर हामीले काम गरेका छौँ। एकदमै आशिषित बनेका छ। नुवामी डाँडामा एल्डर राईज्यूले परमेश्वरको वचन बाँड्दै क्रिसमस सन्देशहरू दिइरहनु भएको छ। बेलुकी साँझ हुन थाल्यो, हामी खाना बाँड्नेपट्टि धाउधाउ परिरहेका छौँ। मान्छे धेरै आएको छ, हामी खाना बाँडिरहेका छौँ। हामीसँग त्यहाँको पुलिस कर्मीहरू पनि आएका थिए। अनि त्यसपछि साँझ भयो अनि हामी त्यहाँसँग बिदा माग्दै फर्किने समय हाम्रो भइसकेको छ। हामीसँग बुढा बुबाहरू आएर पनि हामीसँग परमेश्वरको वचनलाई उहाँहरूले सुन्न भएको छ। अब हामी जानका लागि तयार भएका छौँ। हामी फर्केर जानुपर्छ। अब यहाँबाट फेरि पनि हामी कुखुरे मजुवा फर्किनु पर्ने दिन भयो, साँझ भयो। अब हामी फर्किनुपर्छ। सबैजना हामी प्रार्थना गरेर तयार भइरहेको छौँ। अब कुखुरे मजुवा राति छ, फर्केर जान्छ। हामी आफ्नो सामान बेडिङ बिस्तार फेरि हामी फर्किँदैछौँ। अब यहाँबाट भने चाहिँ हामी सबै प्रोग्रामहरू सकेर कुखुरे मजुवा भामा हामी आउनुपर्छ। क्रिसमसको केकहरू बाँड्दै म आफै पनि त्यहाँनिर बिजी भइरहेको छु। त्यहाँनिर हामी परमेश्वरको वचनहरू पढिरहेका छौँ। हामीले उहाँको परमेश्वरको महिमा गर्ने मौका पाएका छौँ। एल्डर बाउले हामीलाई प्रार्थना गरिकन केही काउन्सिलिङ गरिकन हामीलाई लिएर हिँड्नु भएको यो सेवाकाईमा जाँदै गर्दाखेरि। अनि यहाँनिर प्रार्थना सँगसँगै हामी हरेक दिन हरेक घन्टा हामीले कामहरू गरिरहेका छौँ। अनि अति नै मजा लाग्दो भयो। हामी जब जहाँ निस्केर जान्थ्यौँ यसरी गोलो भएर हामी प्रार्थना गर्थ्यौँ, हाम्रो बेडिङहरूलाई यसरी लिएर हिँड्ने गर्थ्यौँ। अनि यहाँ कसैलाई केही असुविधा पनि भएन, कुनै प्रकारको मिसअन्डरस्ट्यान्डिङ भएन। यति राम्रो र आशिषमय भयो। नेपालको एउटा हाम्रो मिसन यात्राहरू यति साह्रो राम्रो भयो। हामी सबैजना आशिषित छौँ अनि हामी खुसी छौँ। जुन जग्गामा परमेश्वरले हामीलाई लान भयो उहाँको उद्देश्यमा लानुभयो। फर्केर आयौँ, पानी ट्याङ्कीमा हामी धेरै भोक लाग्यो, हामीलाई भाउजूले केही खाजाहरू खिलाउनु भयो। हामी पानी ट्याङ्कीमा केही आमा बुबाहरू हामी भेला भएर हामी फेरि फोटोहरू खिच्यौँ। अनि यसरी नै हामी
बुबाहरूसँग भाउजूहरूसँग हामीले यसरी फोटोहरू खिच्ने मौकाहरू पायौँ। यहाँबाट हामी फर्केर आयौँ। अन्तमा यो माथि किर्नेमा खाना खाएको। हाम्रो गान्तोकको आमाहरू यस्तो नेपालको कुखुरामा पनि हामीले 100 दिने काम पाएको छौँ। यहाँनिर गरिरहेको छौँ। हामीसँग गान्तोकबाट म्याडमहरू हुनुहुन्छ। गर्नुभयो तपाईँले के भयो यति साह्रो तपाईँलाई रिस चौपट रिस उठ्यो त्यही कमिटी सम्झेर एउटा एउटाको नाम त्यहाँ हुँदैछ होला हो नामकरण आज यो बस्तीको कुखुरा काट्नु भएको हो कुखुरामा त कुखुरा पनि साह्रै दामी दामी हुँदो रहेछ नि त है यस्तो दामी काट्नुपर्छ नि वाचिबाको लागि त्यो चाहिँ डिनरमा यहाँ किचन मास्टर हुनुहुन्छ यहाँनिर हाम्रो सेलरोटीको यहाँ है हामी चाहिँ यति बेला कहाँ पो भन्दैछ त्यो जग्गा गइरहेछौँ नमी डाँडा गइरहेको छौँ है यहाँ हामी सिँगार निन्जा टेक्निक आफा हुनुहुन्छ यहाँ हामी जाँदैछौँ सबैजना हामी ट्रेकिङ जाँदैछौँ है नमी डाँडामा त्यहाँ चाहिँ सासूलाई सिलाबाला पालेको जग्गा छ अरे हामी जाँदैछौँ यहाँनिर भाउजू कहाँ जानु भएको तपाईँ नमी डाँडा गएको हो नमीको सासू भेट्नु गएको हो ल हामीसँग यहाँनिर बुबुहरू हुनुहुन्छ है यो उकालोमा चाहिँ हामीलाई चाहिँ पुरा बेसी साह्रो पर्दैछ रोड निस्किनु अब हामी चाहिँ नमी डाँडा अनि भारतमा निस्केको छौँ हामी आफ्नो आफ्नो बाइक भएपछि सम्हालेर ल
छु कि यो दुध चाहिँ भैँसीको दुध